नमस्कार। आज हामी आत्मनिर्भर लघु वित्तको एउटा एकदमै महत्त्वपूर्ण र खुशीको घोषणाबारे कुरा गर्दैछौँ। कम्पनीले आफ्ना शेयरधनीहरूका लागि केही विशेष ल्याएको छ। ल आउनुहोस् यसलाई विस्तृतमा हेरौँ। हो, खबर यही हो। आत्मनिर्भर लघु वित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल 15% लाभांश दिने घोषणा गरेको छ। लगानीकर्ताहरूका लागि यो त पक्कै पनि खुशीको खबर हो नि। ल अब यो 15% लाभांशको प्रस्ताव वास्तवमा के हो त? यसलाई कसरी बाँडिँदैछ? यसलाई अलि नजिकबाट हेरौँ है। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो लाभांश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाटै दिन लागेको हो। यसको मतलब कम्पनीको आर्थिक अवस्था एकदमै राम्रो छ, जुन लगानीकर्ताका लागि त एकदमै सकारात्मक सङ्केत हो। त्यसो भए अब सबैको मनमा लागेको प्रश्न, लगानीकर्ताले खासमा के पाउँछन् त? यो लाभांशले लगानीमा कस्तो असर गर्ला? आउनुहोस् हेरौँ। यो घोषणाको सबैभन्दा ठूलो आकर्षण नै यही हो। कम्पनीले अहिलेको चुक्ता पुँजीको 14.25% बोनस शेयर दिँदैछ। मतलब शेयरधनीहरूको हातमा भएको शेयरको संख्या अब बढ्ने भयो। ला यहाँ हेर्नुहोस् त, यो 15%लाई कसरी बाँडिएको छ भने 14.25% त बोनस शेयर नै भयो, अनि बाँकी रहेको 0.75% चाहिँ नगद लाभांश। तर यो नगद लाभांश किन त? हो, त्यो बोनस शेयरमा लाग्ने कर तिर्नका लागि। मतलब शेयरधनीले करको लागि छुट्टै पैसा तिर्नु परेन, कम्पनीले नै व्यवस्था गरिदियो। तर एउटा कुरा ख्याल गर्नुपर्छ है, यो सञ्चालक समितिले गरेको प्रस्ताव मात्रै हो। यो लागू हुनका लागि चाहिँ कम्पनीको आउँदै गरेको 7औं वार्षिक साधारण सभाबाट पास हुनुपर्छ। ल साधारण सभा कहिले र कहाँ हुँदैछ भन्ने जानकारी पनि महत्त्वपूर्ण छ। मिति याद राख्नुहोला, 2083 साल वैशाख 7 गते। समय बिहानको 11 बजे अनि स्थान चाहिँ दाङको घोडाही उपमहानगरपालिका वडा नम्बर 15 मा। अब यो साधारण सभामा लाभांशको कुरा मात्रै हुँदैन, अरू पनि केही महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल र निर्णय हुँदैछ। मुख्य एजेन्डाहरू के छन् भन्दा, पहिलो त यही लाभांशको प्रस्तावलाई पारित गर्ने नै भयो। दोस्रो, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा केही संशोधन गर्नुपर्ने भए त्यसको अधिकार सञ्चालक समितिलाई दिने। अनि तेस्रो, आउने आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्ने। अब लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण जानकारी। एउटा यस्तो मिति छ जुन बिर्सने हुँदैन। त्यो के हो त? त्यो मिति हो चैत 26। यो दिन बुक क्लोज हुँदैछ। अब बुक क्लोज भनेको के हो? सजिलो भाषामा भन्दा यो दिन कम्पनीले आफ्नो रेकर्ड बन्द गर्छ, अनि यही दिनसम्म जसको नाममा शेयर छ उनीहरूले मात्रै लाभांश पाउँछन् र साधारण सभामा भाग लिन पाउँछन्। यो टाइमलाइनले सबै कुरा छर्लङ्ग पार्छ। हेर्नुहोस् है, चैत 26 गते बुक क्लोज हो। यसको मतलब लाभांश खान र सभामा जानका लागि चैत 25 गतेसम्ममा शेयर किनिसकेको हुनु पर्यो। त्योलाई अन्तिम दिन हो। त्यसपछि त सिधै वैशाख 7 गते साधारण सभा। त्यसो भए अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, के लगानीकर्ताहरू चैत 25 को डेडलाइनका लागि तयार छन् त? यो समय आफ्नो लगानीबारे सोच्ने र सही निर्णय लिने बेला हो।